तयार पारिएको आजको गेमको नतिजा मेरो हातमा आइसकेको छ। आजको यस माइन्ड गेममा सहभागी भएर हजुरहरूले साँच्चीकै अन्तत उत्साह र खेलको भावनाका लागि मात्र होइन, स्मरण शक्ति, धैर्य र आत्मविश्वासको एउटा सुन्दर अभ्यास पनि हो। आज यहाँ सहभागी हुनुहुने सबै अभिभावकहरू हाम्रा नानी बाबुहरूका लागि सबैभन्दा ठुलो प्रेरणा हुनुहुन्छ। जब नानी बाबुहरूले आफ्ना आमाबुवाहरूलाई यसरी सक्रिय रूपमा सहभागी भएको देख्नुहुन्छ, उहाँहरू अझ बढी सिक्न र अझ बढी अघि बढ्न प्रेरित पनि हुनुहुन्छ। त्यसैले आज यहाँ उपस्थित हरेक अभिभावक विजेता हुनुहुन्छ, किनकि हजुरहरूको सहभागिता नै हाम्रो कार्यक्रमको सफलता हो। अब थोरै उत्सुकता बढाउँदै आजको प्यारेन्ट्स माइन्ड गेमको उत्कृष्ट प्रदर्शन गर्ने अभिभावकहरूको नतिजा घोषणा गर्न गइरहेको छु। 39 शब्दमध्ये 18 शब्द शुद्ध लेखेर तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ हाम्रो को होला? गेस गर्न सक्नुहुन्छ? को हुनुहुन्छ उहाँ? आफ्नै नाम भनिदिनुहोस् न। को हुनुहुन्छ होला? आफ्नै नाम भनिदिनुहोस्, अरूको नाम नभन्नुहोस्, आफ्नै नाम भन्नुहोस्। तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ हाम्रो अभिभावक नारी माया श्रेष्ठ। कृपया उहाँलाई जोरदार तालीले हौसला दिनुहोला। त्यसै गरी हाम्रो विद्यालयको प्राध्यापक रामेश्वर सर र डिरेक्टर गङ्गा म्यामलाई कृपया अगाडि आएर उहाँहरूलाई सानो माया खुसीमा प्रदान गरिनु हुन हार्दिक अनुरोध गर्दछु। 20वटा शुद्ध शब्द लेखेर द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ हाम्रो बिजुलीलाई जोरदार तालीको साथ हौसला प्रदान गरिदिनु होला। अब फेरि पनि 39वटा शब्दमध्ये 21वटा शुद्ध शब्द लेखेर प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ हाम्रो मन्दिपा पौडेल। कृपया उहाँहरूलाई जोरदार तालीको साथ हौसला प्रदान गरिदिनु होला। एक नम्बर माथि तिमी गर्छ भयो छैन, तिमीले जिते होइन तिमीले जिते बेबी हटा